Hello and guys, welcome back to my new video. Guys, सबजना सन्चै हुनुहुन्छ होला र म आफू पनि एकदम सन्चै छु. So guys, आज चाहिँ के गरौँ भइरहेको थियो है. रुममा बस्न एकदम अल्छी लागिरहेको थियो अनि केटाहरूले यसो गेम हेर्न जाम भन्नु थाल्यो गाइस. अब कस्तो भने हाम्रो गेम छ आज हाम्रो कम्पनीको. So guys, हाम्रो केटाहरू हेर्छ नि अगाडिको टोपी लगाएको अनि हाम्रो कम्पनीको चाहिँ गेम छ आज हैन. हेर्नु गइदिउँ भनेर चाहिँ आज चाहिँ बाहिर निस्केको. भोलि 8 बजे काम छ अनि आज अब अहिले 10 बजे गेम छ अनि 10 बजे गएपछि अब 1 घन्टा पुग्ने लाग्छ अनि गेम चाहिँ खेल्नको लागि त 12 बज्छ होला कि 12-12 बज्छ होला. अनि त्यहाँ गर्दा फेरि आयो सुत्यो. भोलि अब त्यस्तै हो. भोलि आँखा बिच काममा जाने हो. जान चाहिँ हाम्रो यता उयो हुन्छ गाइस, हाम्रो प्लेयरहरू उहाँ चाहिँ दर्शक हुनुहुन्छ. हाम्रो दाइले चाहिँ उहाँ चाहिँ दर्शक. यहाँ चाहिँ हाम्रो प्लेयर हुन्छ एकदम खतरनाक भन्न चाहिँ मिल्दैन. यस्तो हल्का फुल अनि यहाँ चाहिँ साँडे रोमोनियामा चाहिँ गाइस उहाँलाई चाहिँ साँडे भनेर चिनिन्छ. हाम्रो गेममा चाहिँ भैँसी जस्तै उफ्रिन्छ गेममा. त्यही भएर उसको नाम चाहिँ सबैजना साँडे भनेर राखिदिएको छ गाइस. यता चाहिँ अब दिनमा त परेको गोलकिपर विशाल गुरुङ यहाँ गाइस है. अब आज कतिवटा गोल खाने थाहा छैन. हिँडो गाइस, गोल चाहिँ खाइन्न गाइस. सेभ गर्ने गोल चाहिँ टक्क लगाएर. अहिले चाहिँ हामी यहाँ ट्र्याममा छौँ गाइस. ट्र्याम भन्दा ट्र्याम कुदेछौँ सर र हेर्नुहोस् गाइस. त्यहाँ पानी पनि झमझम पानी परेको छ. यहाँ टक्क लगाएर यस्तो मौसम पनि रक्सी खाने जस्तो दिन्छ. तर के नि मैले रक्सी नै खान्न. अब ट्याक्क ट्र्याम कुदेछौँ. ट्र्याम कति आएको थाहा छैन. ट्र्याम चाहिँ 2 मिनट आउँछ भन्छ. खै 2 मिनट भइसक्यो आएको हुन्छ. ट्र्यामै आएन. के हेरेको त्यस्तै मलाई त अहिले. म यस्तै ह्यान्डसम छु हटलले. सो गाइस अब ट्र्याम कुदेछौँ. ट्र्याम आएपछि म तपाईँलाई ट्र्यामको भित्रको दृश्य पनि देखाइदिन्छु के कस्तो छ भनेर. सो अहिलेको लागि चाहिँ ल गाइस, ट्र्याम आउला जस्तो सरकार छैन है. उताबाट ट्र्याम आउने हो. अहिलेसम्म खाइदिन्छ. ट्र्याम पनि आएको छैन. यताबाट आउने ट्र्याम चाहिँ धमाधम आइरहेको छ. गइरहेको छ. अब यताको ट्र्याम चाहिँ आएकै छैन गाइस. अब चाहिँ बोल्टमा जाने भन्ने कुरा हुँदैछ. हाम्रो धनी बनी सरले के भयो त बोल्ट लगाउनु सर. यस्तो नगर्नु सर. बोल्ट बोल हान्नुपर्छ. ठिकै क्या बोल्ट हान्नु पऱ्यो कि अनि गर्न त बोल्ट छिटो. कति हो बोल्ट? ए हाम्रो सरले चाहिँ बोल्ट हेर्दै हुनुहुन्छ. बोल्ट होइन बोल्ट ए 21 नम्बरको ट्र्यामै देखाएन. ला अब छैन. आज ट्र्याम छैन. लगाएछ अब त बोल्टमा स्योर. बोल्टमा हाने ल. बोल्ट हाने केटा बोल्ट हाने. गेममा त ढिलो हुन्छ. 21 नम्बर ट्र्यामै देखाएको छैन. ट्र्याममा छैन अरे के बोल्ट हान. पैसा पछि दिन्छु क्या वा. नेपाल तान्ने बेला पैसा दियो भने तर कस्तो हो र. अब सानो कुरामा अन्तर. अब त बोल्ट जाने कुरा भयो. घरिन मागेर सुत्दैन. घरिन मार्च लाउन भन्दै गेम क्यान्सिल केटा. गेम क्यान्सिल भएको छ. अब कर सुत्यो आठ तले. गेम उनीहरू पैसै बोकेर आउँदैन. के बेला लाग्यो ल भइहाल्यो नि त. त्यसो भए त आउँछ. के गर्ने हो खोइ के गर्ने भन्नु के बोलेको त्यस्तो त राम संस्कृत भाषा नबोल्न मेरो अगाडि. आएन केटा. ट्र्याम पाएन. पानी पैसा त कस्तो टाइम देखिनु क्या. रोड पनि आम्मा यताबाट चिल्लो केला जस्तो बाटो नै एकदमै बाटो काट्छौँ है. अब यहाँ चाहिँ यस्तो हुन्छ नि त. ट्याक्कै रातो पैसा रोकिनै पऱ्यो है. अब नेपाल जस्तो हात हजार रोकिने चढ्नु हुँदैन. यहाँ त रातो बोल्दै हिँड्यो नि त उडाइदिएला नि त अरू. त्यही भएर अब एकछिन हामी यहाँ बस्नेछौँ टक्क लगाएर. के आयो गाडीहरू ट्र्याम चाहिँ आइरहेको. फेरि यताबाट ट्र्याम पाइरह. यताबाट चाहिँ आएन कि त्यही टेन्सन भएको. यता ट्र्याम पाएन क्या. ट्र्याम रातो मात्रै बोलियो. के गर्ने हो? बोल्दै जाने हो गाइस. एकछिन त अब हामीले छलफल गर्छौँ केमा जाने भनेर चाहिँ. म फेरि ट्र्याम ल फाइनली गाइस बोल्टमा जाने क्यान्सल भइसकेको छ. किनभने केटाहरूले कसैले पर्स ल्याएन अरे. कसैमा पैसा छैन अरे. मसँग त थियो के अरे 20 बानी. अब त्यतिले हुन्न भन्छ. के गर्ने हालिदियो त अनि मैले त होइन. अब केही छैन गाइस. ट्र्याम पाइसकेको छ. अब ट्र्याममा सर जाने हो. ट्र्याम कुद्यो यसेको त ट्र्याम गाइस. वाट ट्र्याम आउँदैछ.
के भयो मेरो मोबाइलबाट पे गर्ने मिल्दैन है किन नमिल्ने हावा मिल्दैन यसकोबाट पैसा तिर्न मेरोबाट मिल्ने त्यो 16 बाट मिल्दैन मिल्दैन नि यो डुप्लिकेट 16 हो नि त यसको अनि यो त खत्तम हो यो फेरि बोल्छ अरे राईको ऱ्याम्प आयो पानी पऱ्यो केटा हो यार झमझम पानी पर्छ ट्र्याम्प आयो अब गाई जसमा जाने सरर लाएर चिल पारामा ओइ ट्र्याममा त मान्छे यहाँ त हेर है त जस्तो गाई जब यो यस्तो ट्र्याममा चाहिँ हाम्रो नेपाल जस्तो सबै सिस्टम हुन यस्तो कार्ड हुन्छ गाई चाहिँ कार्ड हुन्छ है देखाउने हो यसले कुदाउँछ टक्क यसरी जाने हो गाई यस्तो बक्स हुन्छ यस्तो बक्स जाने यो ठ्याक्क गर्दैन मन चाहिँ होइन भयो गाइस फेरि यो तिरेन भन्छ गाइस 80 रुपियाँ तिर्नुपर्छ 3 रुपियाँमा जानु पर्छ यो तिरेन चाहिँ 80 रुपियाँ तिर्नु तिर्नु त अनि कार्ड होइन यति वास्ता केही छैन अब चिलरमा जाने गाइस हामी यो त अर्को चिलमा लास्टमा बस्ने चिलमा जाने किनकि हामी त ब्याक बेचेस हो नि त क्लासमा नि पहाडी बस्ने हामी पहाडी बस्ने भनेर भन्ने मात्रै होइन अगाडि हामीलाई आमा केटाहरू आमा फाइनली गाइज लास्ट स्टेसन आइसक्यो हामी झर्दैछौँ टक्क लगाएर अब यहाँ मेसेज आइसक्यो काँचो फुटबल खेल्ने केटाहरू ओइ आमा कसम पानी पऱ्यो त खतरा यार लाउनु नि आज त बाहिर बसेर पानीमा रुच्दै हेरेर पर्छ जस्तो छ त आज त कस्तो बेला आइएछ गेम हेर्न नि ठ्याक्कै उनेरी हो कि यो ठाउँ ठ्याक्कै उनेरी के पाक्ने दिलबहादुर म यहीँबाट गएर यार यत्रो राउन्ड हान्नु यार यताबाट गयो भने ठ्याक्कै उयो पुग्छ के अरे ओल्ड टाउन भान्साघर अब टक्कै गाइस खतरा पानी परेको झमझम पानी परेको छ केटाहरू आमा आज केटाले धरो दिने भयो आज मेसेज आइसक्यो गाइस कहाँ छन् भनेर कति टाइम लाग्छ भनेर सोचिसक्यो भन्न अब लाग्छ 15-20 मिनट नभए पैसा के अरे उबर बुक गर्दै भन्न रिस्किटहरूलाई पानी पऱ्यो झमझम पानी अगाडि ट्र्यामबाट हामी झरिसकेर फेरि यहाँ अर्को बस कुर्दैछ हामी बस स्टेसनसम्म गाइस है पानी परेर केटाहरू एउटा यता छ त्यो डल्ले एउटा त्यहाँ छ अर्को यहाँ छ दुईजना यता छ ओ बोल्ट मगाएको अब त ढिलो चार्जमा मात्रै छ टिम त मार्चलले म्यासेज गरिसकेको छ बिचरा यार चार्जमा मात्रै छ अरे त्यो चार्जर छ यहाँ तिनजना खेलीबाजी यही छ बहुत गाह्रो छ हो के अहिले के अरे आउट गर्दैला टिमलाई कतिको ऊ आउँछ के अरे गाडी कतिको ट्रेन पायो त ऊ आयो 300 कति हो कति जाने हो 385 अब गाडी आउनु सियो टाइम लाग्छ मार्ग त रुँदै होला कस्तो छ गाइस गेम खेल्दा नि यस्तो पानी परेको छ यस्तो पानी परेको भए त गेम क्यान्सल गरिदिनु नि भनेको भोलि गर्दा नि हुन्थ्यो तर के हामीलाई पनि आज यस्तै बेला हेरेर आउनु पऱ्यो केही छैन भोलि चाहिँ त्यही हो आँखा मिची काममा जानुपर्छ त्यही तनाव लगाइरहेको छ अब आयो केही छैन यो चाहिँ उनीहरू हो गाई चाहिँ उनीहरू यता तलपट्टि चाहिँ मेन चोक चाहिँ त तल हो यहाँबाट चाहिँ बस्छ भन्ने त्यही भएर चाहिँ त्यहाँ मेन जो ट्र्याम्पहरू स्टेसन चाहिँ यहाँनिर हो कि यहाँनिर आएको थियो लास्ट स्टेसन ट्र्याम्पहरू पनि अलिक तल जानु पाएको भयो चाहिँ त्यहाँ के अरे वाटरफल क्या कलरफुल वाटरफल हेर्नु पाइन्थ्यो अब आज पानी परेछ कुरा चाहिँ थाहा छैन तर त हामी रुमनी आएर त्यहाँ जानुभएको छैन भने चाहिँ उनीहरू पार्क आएर चाहिँ त्यो कलरफुलवाला वाटरफल हेर्नु भएको छ भने तपाईँहरूको आधा जिन्दगी चाहिँ खेर गइसक्यो गाइस नयाँ हुनुहुन्छ भने फ्ल्याटै आउनुहोस् धेरै टाढा छैन सेक्टर 4 या 4मा पर्छ होला आउनुहोस् सर र हेर्नुहोस् रमाइलो गर्नुहोस् है त सन्डे आउनुहोस् नेपाली मान्छेहरू टन्नै भेटिन्छ उनीहरू पार्कमा चाहिँ है त गाइस ल गाइस बस कुर्दैछौँ अब बस आयो बस जाने हो अब लागु घाटा पल्लो लाग्छ ठ्याक्क त्यहाँ पुगिसकेपछि म तपाईँहरूलाई फेरि पनि गेमको दृश्य देखाउनेछु अहिलेको लागि फाइनल्ली बस आयो केटा बस आयो अब चाहिँ सर जाने बस आइपुगिरहेको 25को बस टाइम हुन्छ कि अहिले अब ठ्याक्क टाइम त्यहाँ बस आउँछ ठ्याक्क
अनि टक्क चढियो गाइस है ल चढियो गाइस अब टक्क चढ्यो ल यतापट्टि लगाइदियो त्यो बस भयो यो ट्रेनको बस सहरमा जाने यो गाइस पछि होइन अब भविष्यमा पछि यिनीहरू खत्रै प्लेयर भएर नेपाल नेसनल टिममा गयो भने त त्यही भएर ठुलो पल्टिन्छ त्यही भएर भिडियोहरू फोटो खिच्न पाइन्छ अहिले खिचेर राखौँ न होइन पछि अब मुख हेर्दा त्यस्तो नेसनल भन्ने छैन त्यही त भाले कप त खसी कप खेल्ने जस्तो छ मुख हेर्दा नि ठ्याक्कै यो के अरे अनुहार पर्या गाउनको अनुहार पर्या गुरुले चाहिँ ठ्याक्कै त्यस्तै छ बोल्न जाम भनेको पैसा छैन भनेर टार्यो कि पैसा हुँदा जान्छ छैन भने यस्तो यो के भन्नु भन्नु सबै नेपाली जिप्सी होइन भन्छ अरे अनि भन्दैन दुईजना चिज पार्नुमा हाम्रो दाइ सरलाई त क्याप लाउँदा क्या दामी त क्या अर्को फेरि त्यो बेबीसँग बिजी छ सर जाने अब के हो तर फेरि गुली च्यापे क्या कहाँ सब जाँदैछौँ अब चाहिँ ठ्याक्क गन्तव्यमा पुगेपछि फेरि तपाईँहरूलाई त्यहाँको दृश्यहरू देखाउनेछु म यता गाइस गेम सुरु भएर पनि 3 गोल खाइसक्यो हाम्रो कम्पनीले अब हाम्रो मेन खेलाडी नै हेर्छ क्या चाहिँ अब के गर्ने उता एउटा खेलाडी यहाँ चाहिँ किपर हेर्छ नि अर्को यहाँ चाहिँ अनि अब उस्तै पऱ्यो भने अहिले 5 पनि खान सक्छ गाइस किनकि अहिले हाफ टाइम भएको छ हाफ टाइममा चाहिँ गएर धमाका दिनु पर्छ स्टेसन आइसक्यो गाइस हुन त पानी परेको बेला गेम गराउनु त नहुने गाइस है अब पानी परेको बेला नि गेम गरायो अब के गर्नु यस्तो टिम खाइसकेको छ अब कोही के फेरि उयो लौ न के भयो यस्तो लौ जस्तो भयो त मलाई त केटा फिलिली दौड्नु पर्छ है जाने कि नआने भन्दा त केटाहरू अनि कहाँ हुन्छ यस्तो स्टेसन कति रोकिने अनि रोकिने भाइहालौँ भनेको होइन अब गाइस ढोका खोल्यो त्यही भागिदियो खुल्छ सिमसिम ल केटा दौडिनु रेडी है अनि यो मार्क छिटो हिँड केटा हो 3 हानेछ भने 6 हान्नुपर्छ 6 दौडी केटा हो दौडी परेको त्यो दाइले बेहोर्छ हिँड मा कसम 3 को 6 हान्नुपर्छ दौडी मार्तले मार्ने आज दौडी केटा दौडी एक्सर्साइज हुन्छ दौडी केटा हो फ्रान्सको लाउड देखाउन जाने हो दौडी खोइ मैले जितेँ तिमीहरूलाई त यार ए कता हो ए थुक्क भन्दा अगाडि गएको म त यता पारी पो रहेछ यो त ट्याङ्को रेलको यो यस्तो गतिविधिले आइयो आज त यार फाइट बाघ छिटो लाग्यो अलिक गाडीले हाने पनि फेरि नेपाल पुऱ्याइदिएला कता भित्र यही हो के बोलिरहेको कि माखा मार्च डोन्ट वरी वी आर हियर नाउ आवर गाइज विल सो द गेम तिमीहरूले 3 खान्छौ यिनीहरू आइस झन् 6 खान्छ गाइस यो फाइनली गाइस ल खेल्ने ठाउँमा आइसक्यौँ हामी ल खेल्ने ठाउँमा आइसक्यौँ चाहिँ यो सब फुटबल गाइस भित्र पुरा गेम हुन्छ कहिले हो नेपाल यस्तो फुटबल पनि खै ए ल न ब्यागमा थाल्यो कहाँ जाने हामी हिँड्न त अनि मलाई के थाहै होइन अनि हात दुखिसक्यो म अर्डर गाइस भिक्टोरीको भ्या रहेछ खै कहाँ छ हाम्रो टिम खै यहाँ रहेछ ल गाइस फाइनल्ली हाम्रो गेम हाम्रो कम्युनिटी गेम हाम्रो त पाइन्छ भित्र ल गाइस चाहिँ क्यान सिक्यो एकै ठाउँमा कतिवटा फुटबल छ कि
Yo, this red one is our team, right? Not the red and white, only red. रातो अनि मात्र हाम्रो टिमको है प्राप्तेली क्यामेरा आफै चल्छ खै कहाँ यार क्यामेरा हालेको छ गाइस क्यामेरा चाहिँ बल्दा जान्छ त्यही चल्छ गाइस क्यामेरा चाहिँ ल छिटो रेडी भयो केटा रेडी भयो निस्किनु हान ठोक 4 नम्बर गाली केटाहरूले गाली गायो मार्चल किपर कर्नर बल ओए सेकाइदियो म सर्ट हान्दियो केटा छिटो केटा ओए लो हाम्रो साढे छिर्सक्यो 2.5 नम्बर केटा छिटो यो चाहिँ गाइस हुन्छ नि हाम्रो कम्पनी गेम हो कि यो चाहिँ देखाइदियो गेम देखाइदियो केटाहरूले अब देखाइदिन्छ केटाहरूले बल चाहिँ हान केटा मेरो मोबाइल नहान फेरि फल बल यार ल 11 नम्बर छिर्सक्यो कर्डेन छिर्सक्यो ल 2 जना छिर्सक्यो धमाका दियो तेरे केटाहरूले Goal! No, it's mine. Goal. Diyo. Marcel, are you tired? Fuck you. You arrived. Vlog. My friend. Yeah. Why do you Tramp and boss. You put your hair on Pigudur, no? No. No. ओए बिस्तारै स्लोली आमाको छोरीले दियो ओ भाद्दै क्या खुट्टै स्लोली या बिस्तारै खेल बिस्तारै चिप्लो केटा बिस्तारै चिप्लो They are good guys. यहाँ त मायासँग गेम खेल्दैन पुलामा सब भनिदिन्छ अरे खै काटिदियो र त केही छैन कहिले एलएसएल खानुपर्छ के हो बाहिर आइगयो Pass the score 4-3. 4-3. It's 1 goal lead, right? 1 goal lead. Oi. Mingea foi! Avantaj, Mr. Așa-i! Doi cu 1, avantaj în fața port! Nu, dar aici voi sudiन्छ यार. Aveți 3 minute! Ce păcat! एक हान्छ स्वादियो. Oi, nice save. He is good keeper. Give him 100 play. ओए कोई खाली है क्या ओए कॉर्नर दिया कॉर्नर दोनों दिए यार Tentar. Ayo. Big goal lead. Lo, guys. आइयो कति मिनेट 5-10 मिनेट खेलियो गाइस गेम सकियो
अब रुमतिर स्वाट जाने सुत्ने अब जेस अलि टाइममा आइपुगेको भए चाहिँ गेम जितिन्थ्यो होला अनि अब पानी त्यस्तै परिरह नि त अब फ्ल्याटफुट चिप्लिन्छ अघि त देखिहाल्नु भएन एउटा धरै फोन हान्थ्यो केटाहरू टोइलेट गएर चाहिँ मजबुत किनभने फेरि है सबैको फेरि केही छैन गाइज अब आइयो खेलियो एकछिन भने नि अब हामी त खेलिएर हेरियो भनौँ न अब यस्तो पानी परेको बेला त गेम क्यान्सल गर्नुपर्ने हो तर त्यस्तो ठुलो होइन सिमसिम परेको जस्तो नि होइन कि ट्याक्क त ठिक्कको पानी परेको छ यस्तो देखिन्छ देखिँदैन यतिको पानी पर्दा यतिको पानी पर्दा भिज्दै त पुरै भिज्यो है यतिको पानी पर्दा त के गर्नुपर्ने हो क्यान्सल गर्नुपर्ने गेम चाहिँ भोलि राखेको हुन्थ्यो तर केही छैन गाइस अब ल अब आजको भ्लग चाहिँ यति नै गाइस पानी परेको छ त्यही भएर अब सब आफै सब भिज्छ कि भोलि आज कपडा नि अब यो चाहिँ तानी भनेको अब आज लानु पर्ने भयो केही छैन अब लास्ट भोक ला अब गएर खाना खाने हो अनि घपक्क सुत्ने हो सो गाइस आजको लागि यति नै सबैजनाले भ्लग हेरिदिनु होला हेरेर लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला है त गाइस बाई